बारीदेखि चाहिँ आज यता इलामको सानो पाती भएर हुँदै घुम्दै कन्याम आइपुगेका छौँ। अब कन्याममा थोरै अब यसो घुमेर तपाईँहरूलाई भ्यू पनि हामी भिडियो मार्फत देखाउनेछौँ। यता हाम्रो दाइ चाहिँ बुद्धबारेकै हुनुहुन्छ। ठ्याक्कै मेरो चाहिँ आफ्नै लुङ्गाकोमा चाहिँ भेना पर्छ र दाइ भन्छु, खास गरी चाहिँ दाइ नै भन्छु। मलाई चाहिँ कस्तो लाग्छ, आफ्नै दाइ जस्तो पनि लाग्छ, त्यही भएर दाइ नै भन्छु। अनि आज चाहिँ अब खास चाहिँ हाम्रो घुम्ने प्लान चाहिँ यस्तो थिएन। पहिले हामी इलाम झापाको भाइरल पुल गएको थियौँ। भाइरल पुलमा पुग्दा दाइले चाहिँ इलामको सानो पाती भएर देखाउनु भएको थियो। अनि अर्को बुधबार चाहिँ हामी माथि इलाम सानो पाती भएर हुँदै कन्याम जाउँ न भन्नुभएको थियो दाइले। त्यही अनुसार आज चाहिँ हामी दाइसँगै यता कन्याम इलामको सानो पाती भएरको पूजा सकेर कन्याम आइपुगेका छौँ। अनि अब चाहिँ यहाँ खाजानस्ता गरेर हामी चाहिँ कन्याम यहाँ ठक्क चियाबारी सबै घुम्ने प्लानिङमा छौँ हामी। अब चियाबारीहरू घुमेर तपाईँहरूलाई भ्यू पनि देखाउँछौँ कस्तो कस्तो छ। Subscribe. Nope.